नमस्कार। आजको यो विशेष बजार विश्लेषणमा स्वागत छ। नमस्कार। हामी नोभेम्बर 5, 2025 बुधबारको नेपाल स्टक एक्सचेन्ज मतलब नेप्से बजार बन्द हुँदाको तथ्याङ्कलाई केलाउँदैछौँ। हो, हामीसँग आजको कारोबार समाप्त हुँदाको आधिकारिक तथ्याङ्क छ। कस्तो रह्यो त आज? यसमा बजारको समग्र चाल कस्तो रह्यो, मुख्य सूचकहरूको अवस्था अनि कुन क्षेत्रले कस्तो गर्यो, कुन कम्पनीमा बढी हलचल भयो? हो त्यो सबै विस्तृत विवरण समावेश छ। र हाम्रो उद्देश्य सधैँझै यी तथ्याङ्कहरू पछाडिको अर्थ खोज्नु हो। आज बजारमा के भयो मात्र होइन, किन भयो भन्ने पनि। हो किन भयो र यसले के सङ्केत गर्छ भनेर सरल भाषामा बुझ्ने प्रयास गर्नेछौँ। बिल्कुल। तथ्याङ्क त सबैले हेर्न सक्छन्, तर त्यसको विश्लेषण, त्यसको सम्भावित अर्थ पहिल्याउनु महत्त्वपूर्ण हुन्छ। त्यसो भए सुरु गरौँ आजको बजारको समग्र तस्विरबाट। बन्द हुँदाको मुख्य तथ्याङ्कहरूले